मेरो यही कडी पत्ता तेजपत्ता हो कस्तो मजाको भएको छ ग्रीन। यो चाहिँ मैले लास्ट इयर लिएको थिएँ यो निम्बुको प्लान्ट। अनि हेर्नु न है मजाले फल्यो योपालिदेखि चाहिँ हेर्नु त। तर ग्रो ब्याग चाहिँ अलिक ठुलो चाहिँदैन रहेछ अनि मात्रै फल्ने रहेछ मजाले। हेर्नु है मेरो बैगुनको गाछ। यो बैगुन बिचाएर मैले 4-5 पल्ट खाइसकेँ। 3-4वटा फलिबस्छ। हेर्नु न कस्तो मजाले भएको छ। पकाउँदा पकाउँदा लटक्कै गल्छ फेरि। कस्तो टेस्टी छ क्या मिठो छ नभन्न। हेर्नु न यत्रो गाछ टमाटर बैगुन यत्रो गाछ पनि हेर्नु त। आम्बो साह्रो पो रहेछ त हौ। 3टा फलेको रहेछ 3टामा चाहिँ ठुलो रहेछ। यो टिपौँ भनेको त खै साह्रो न साह्रो हौ। आम्बो हेर्नु के मजाको। मेरो त डोको भर्यो त हौ। अम्बो हेर्नु न डोको भर्यो भयो। यहाँ मेरो उयो पनि छ पालक साग। पालक साग पनि किनिन यसपालि त मैले। यो चाहिँ पुरानो भइसक्यो। यहाँनिर लाल भजी छ 2-3 दिन अगाडि टिपेको थिएँ मेरो पलाउँदैछ फेरि। यो चाहिँ खोर्सानीको गाछ। यो चाहिँ गाछ चाहिँ मैले काटिदिएको थिएँ कि काटेर फेरि हेर्नु न टुप्पो पलाएर पनि फल्दैछ।